हेलो साथीहरु नमस्कार। यो डोरबेलको स्विच हो। यसलाई हामीले अन गर्दा चाहिँ हाम्रो यो डोरबेल बजिरहेको छैन र यसमा के प्रब्लम भइरहेको छ डोरबेलमा म हजुरहरुलाई देखाउँदै छु र हेरौं। म चाहिँ अब डोरबेललाई खोलेर हजुरहरुलाई देखाउने छु। र हेर्नुस् यसमा लाइट पनि आइरहेको छ। र यो चाहिँ डोरबेल यो चाहिँ हाम्रो डोरबेलको स्विच हो र यो बजाउँदा पनि हाम्रो डोरबेलको स्विच अन गर्दा डोरबेल अन भइरहेको छैन र अब चाहिँ हामी यसको यो डोरबेल लागेको छ र यो डोरबेल चाहिँ हामी खोलेर हेर्ने छौं र यसमा यसको ब्याट्री लाई हामी चेन्ज गरेर हेर्ने छौं। र यो डोरबेललाई चाहिँ हामीले यसरी झिक्यौं र यसपछि हाम्रो यो यसरी चाहिँ यहाँ ब्याट्री लागेको हुन्छ। यसको हामीले यो कभरलाई झिक्यौं र यसपछि यो हामीले यो यसको ब्याट्री हो, यसको ब्याट्रीलाई झिक्यौं र यसपछि चाहिँ हामी यसको ब्याट्रीको सट्टामा चाहिँ हामी यो नयाँ दुईटा ब्याट्री हाल्ने छौं। यो चाहिँ हाम्रो यसको अहिले झिकेको ब्याट्री हो र यो ब्याट्रीलाई हालेर यदि हाम्रो डोरबेल चल्छ भने हाम्रो डोरबेल चाहिँ ठीक छ भनेर बुझ्नु पर्छ र हाम्रो यसको ब्याट्री सिद्धिएको छ भनेर बुझ्नु पर्ने हुन्छ। यदि ब्याट्री हालेर यदि चलेन भने यो डोरबेल चाहिँ खराब भएको हुन सक्छ। ल हेर्नुस् यसमा चाहिँ यसरी चाहिँ एउटा ब्याट्री हाल्यौं र यसपछि हामीले यो रह्यो अर्को ब्याट्री हाल्यौं र एकपल्ट म यसको स्विचलाई थिचेर हेर्ने छु र मैले अब यसको स्विचलाई थिचेर हेर्ने छु र हाम्रो यो डोरबेल बजिरहेको छैन र यसमा के प्रब्लम छ। अब यसको डोरबेललाई चाहिँ हामी झिकेर रिपेयर गरेर हेर्ने छौं र अब म यसको डोरबेललाई झिक्न गइरहेको छु र यसको पहिला म यो ब्याट्रीलाई झिकेर एकपल्ट यसमा यो क्या लागेको छ यतापट्टि, यो यतापट्टि चाहिँ हाम्रो स्प्रिङमा क्या लागेको छ। एकपल्ट यसलाई यो सकिने चाहिँ म यो सफा गरेर हेर्दैछु। यसले पनि चाहिँ यो नचलेको हुन सक्छ। र अब फेरि एकपल्ट म यसमा यो ब्याट्री हालेर हेर्नेछु र अहिले चाहिँ हाम्रो यो ब्याट्री हालिसक्यो तर पनि यो डोरबेल बजेको छैन र एकपल्ट फेरि म यसलाई स्विच अन गरेर हेर्नेछु। यसको स्विचलाई अन गरेर पनि यो बजिरहेको छैन र म अब यसलाई झिक्ने छु र झिकेपछि फेरि रिपेयर गरेर हेर्ने छु। हामीले यो डोरबेललाई खोलिसकेका छौं र यो यहाँबाट हामीले खोलेर चाहिँ अब झिकिसकेका छौं र यसलाई
अब हामी हेर्नेछौँ र यसमा के प्रब्लम छ र यसको चाहिँ पहिला हामी यो सेल झिकेर हेर्दैछौँ र सेल झिकेर हामीले हेर्दा चाहिँ यसको जुन यसको यो सेलको पोइन्ट देखिरहेको छ यसमा पुरा यो खिया लागेको छ। पहिला यसलाई चाहिँ हामी राम्रोसँग सफा गर्नेछौँ र राम्रोसँग सफा गरिसकेपछि यसले चाहिँ काम गर्छ वा गर्दैन त्यसपछि चाहिँ हामी यसलाई चेक गरेर फेरि यदि बोलेन भने यसलाई चाहिँ हामी खोलेर हेर्नेछौँ र अब चाहिँ म यसलाई स्प्रे हालेर यसलाई सफा गर्नेछु र अब म यसमा स्प्रे हालेर सफा गर्न गइरहेको छु र अब हामी यसमा स्प्रे हाल्न गइरहेका छौँ र स्प्रे हालेर चाहिँ जुन यसको यो खिया लागेको भाग छ यसमा चाहिँ स्प्रेले चाहिँ हामी यसको यो खियालाई सफा गर्नेछौँ। जुन यो खिया लागेको छ यो खिया लागेको भागलाई चाहिँ हामीले यसरी चाहिँ पहिला राम्रोसँग यसरी सफा गर्ने र यो माथिपट्टिको जुन स्प्रिङ छ स्प्रिङमा पनि हो पुरा खिया लागिरहेको छ। र अहिले चाहिँ यो हल्का सफा भएको छ र अब म यसमा एकपल्ट यो ब्याट्री हालेर चाहिँ चेक गरेर हेर्नेछु। यदि यो बोल्छ भने चाहिँ यसैको कार्बनले गर्दाखेरि खराब भएको हुनसक्छ नबोलेको हुनसक्छ र यसले बोल्दैन भने चाहिँ अरू खराब हुनसक्छ र यो हामीले ब्याट्री हालिसक्यौँ र ब्याट्री हालिसकेपछि चाहिँ हामीले यसको यो दुईटा पोइन्ट छ यसलाई हामीले यसरी बोलिरहेको छ यो चाहिँ हाम्रो बोलिसकेको छ र यसको चाहिँ यो जुन हाम्रो ब्याट्री लाग्ने कनेक्सन छ यो कनेक्सनमा खिया लागेकोले गर्दाखेरि यो बन्द भइरहेको थियो र यसलाई चाहिँ हामीले अब सफा गरेर बनाइसकेका छौँ र अब हामी यसको यो जुन पुरानो ब्याट्री थियो यो पुरानो ब्याट्रीलाई पनि एकपल्ट हालेर हेर्नेछौँ र यसले चाहिँ बोल्छ वा बोल्दैन हेर्नुहोस्। अब यो पुरानो ब्याट्री हालेर यसले पनि बोलिरहेको छ ल हेर्नुहोस्। यो चाहिँ यो पुरानो ब्याट्रीले पनि चलिसक्यो यसको ब्याट्री चाहिँ सिद्धिरहेको थिएन र यसमा कार्बन यो खिया लागेर चाहिँ हाम्रो यो कनेक्सन डिस्कनेक्ट भएर चाहिँ बन्द भइरहेको थियो र अब हामी यसको यो ब्याक कभर लगायौँ र अब हामी यसलाई कनेक्सन गर्नेछौँ र कनेक्सन गरिसकेपछि म हजुरहरूलाई जोडेर एकपल्ट चलाएर देखाउनेछु र अब यो कनेक्सन जुन छ यो दुईटा कनेक्सनहरू एउटा कनेक्सनमा यो र एउटा कनेक्सनमा यो दुईटै यसरी हामीले अलग अलग जोड्नुपर्ने हुन्छ र म हजुरहरूलाई यो जोडेर कनेक्सन गरिसकेपछि फेरि म हजुरहरूलाई एकपल्ट यो बजाएर देखाउने छु र हेर्नुहोस् हामीले यसको यो दुईटै कनेक्सनहरू चाहिँ गरिसकेका छौँ र एकपल्ट हामी यसलाई यसको स्विच अन गरेर हेर्नेछौँ हामी र म हजुरहरूलाई यसको स्विच अन गरेर देखाउँछु। यसको मैले स्विचलाई अन गरेँ र यो चाहिँ बजिरहेको छ र फेरि म यसको एकपल्ट
यो स्विचलाई अन गर्दा यो चाहिँ बजिरहेको छ। यसरी चाहिँ हामीले यसको डोरबेलको जुन कार्बन लागेको कनेक्सन चाहिँ हामीले सफा गरेर यसलाई रिपेयर गरेर हजुरहरूलाई देखायौँ र यसको ब्याट्री चेन्ज गरेर हेऱ्यौँ र यसको ब्याट्री चेन्ज गर्दा पनि यो चाहिँ यसको ब्याट्री सिद्धिएको थिएन र यो कार्बन लागेर चाहिँ क्या लागेर खराब भएको थियो। र हजुरहरूलाई भिडियो कस्तो लाग्यो? यदि राम्रो लागेमा लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहोला। यस्ता खालका भिडियो म अरू पनि लिएर आउनेछु। धन्यवाद।